कमेन्ट बक्समा कमेन्ट गर्न सक्नु। म चाहिँ यहाँ अब विथड्र गर्नेवालामा छु। से विथड्र नाउ बैंक ट्रान्सफर। Everybody, welcome back to my YouTube channel. आज चाहिँ म पोपो पैसा निकाल्दैछु, विथड्र गर्दैछु धेरै टाइम पछि, किनकि पहिला चाहिँ $10 मा विथड्र हुन्थ्यो भने अहिले चाहिँ $30 भयो। त्यही भएर मलाई चाहिँ टाइम लाग्यो, किनकि म फेस लाइभ मात्रै बसेर निकाल्छु, फेस लाइभ र पार्टी लाइभ, बाँकी म के पनि गर्दिनँ। त्यही भएर एन्ड लेभल पनि सानो छ नि त, त्यही भएर लेट्स सी हेरौँ अब विथड्र गर्नु। ओके, योभन्दा अगाडि चाहिँ मैले पहिल्यै निकालेको थिएँ नि त, पहिल्यै मैले विथड्र गरेको थिएँ नि त। सो त्यही भएर पहिला मैले कहिले विथड्र गरेको थियो त्यो चाहिँ म तपाईलाई सबसे पहिला देखाउन चाहन्छु हैन। अनि यो के भन्छ पोपोमा त्यही हुन्छ कि $30 भए, त्यही भएर विथड्र गर्न खोजेको मैले रेकर्ड। या पहिला मैले दुईचोटी विथड्र गरेको रहेछु। यो पहिला कहिले गरेछु भने 2025 26 भनेपछि जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुनमा गरेको रहेछ, जुन 20 तारिखमा गरेको रहेछ हैन। ओके, पहिला यहाँ म इसेवा हेरौँ न हैन, तपाईलाई म इसेवा पनि देखाइदिन्छु। मेरो फिलहाल अहिले ब्यालेन्स ओके आफै ओपन भयो त, बिहान ओपन गरे भएर होला सायद। बिहान धेरै टाइम पछि मैले बिहान ओपन गरेर हेरेको थिएँ, त्यही भएर पनि होला। के भयो मैले ओके, यहाँ चाहिँ मेरो ब्यालेन्स यति छ, सो देख्न सक्नुहुन्छ ब्याक। एन्ड म चाहिँ यहाँ अब विथड्र गर्नेवालामा छु। से विथड्र नाउ एन्ड ओके सबमिट। इन्टर अमाउन्ट कता हो र, कता इन्टर गर्ने फेरि यहाँ? ओके, म सबै निकाल्छु, सबमिट। ओके, यहाँ थिच्नु पर्ने हुन्छ हाम्रो पोपोको पासपोर्ट। ओके, चेक फर डिटेल्स। जम्मा $27 अन्डर रिभ्यू। वाइ ल यो त भएन नि त। अनि मलाई चित्त बुझेन है अहिले आएर। 28 27 28 29 30 $3 खाइदिने, म त गर्दैन नि त। अनि ल भइसक्यो, यस्तो रिस उठ्छ नि मलाई फेरि। ल भगवानजी, एन्ड सिस्टम इज रिभ्युड। छ्याउ मान्छेले पाइ गरेर $30 पुर्याए, लास्टमा $27 मात्रै आउँदा त रिस उठ्दैन? सम्म रिस उठ्न थाल्यो हौ मलाई अब चाहिँ। है त 6 7 8 9 10 11 बिचोक तरिकाले रिस उठ्यो मलाई। मान्छेले दिन रात गरेर मलाई अति रिस उठ्यो। लेट्स सी हेरौँ कतिखेर आउँछ। सो कतिखेर आउँदै गर्छ त्यति जेलसम्म म तपाईहरुलाई के कुरा देखाउन चाहन्छु। सो मेरो युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। ओके,
आए जस्तो छ मेसेज आयो इस्युको मेसेज आएको हैन हो यार खोइ ओके यहाँ चाहिँ पैसा आइसकेको छ मेरो 4000 आउनु पर्ने जम्मा यति आछ सो म चाहिँ यहाँ अब के गर्छु भने ओके कलेक्सनमा गएर यहाँ चाहिँ 3500 ओके चेक इस्युमा पैसा राख्नै मन लाग्दैन जब कि यो पोपो माउस छ नि त कनेक्ट छ नि त मेरो इस्यु हो सो त्यही भएर मलाई चाहिँ राख्न मन लाग्दैन र राख्नु ठिक पनि होइन आफ्नो ब्याङ्कमा ट्रान्सफर गरिहाल्नु होला तपाईहरुले पनि तपाईहरुलाई पनि यही भन्न आएको कि पैसा इस्युमा आइसकेपछि धेरै टाइमसम्म इस्युमा राख्नु ठिक होइन कि मेरो चाहिँ त्यो के भन्छ इस्युमा नचलेर इस्युमै प्रब्लम भएको कारणले गर्दा मैले चाहिँ टाइम लाग्यो मलाई चाहिँ पैसा ब्याङ्कमा ट्रान्सफर गर्नलाई अनि या भन्छ नि मान्छेहरूले इस्युबाट कति धेरै मेरो चोरी भयो यताउता फेरि त्यही माथि जताततै ब्याङ्कको लिङ्कहरू युज गर्नु पनि राम्रो होइन नि त त्यही भएर मैले चाहिँ इस्यु खोलेर अनि पोपोकै लागि मैले इस्यु खोले पनि अनि इस्यु मेरो पोपोमा जोइन छ त्यही भएर मैले चाहिँ सधैँ इस्युमा खासै पैसा राख्दिनँ कि 50-60 रुपियाँ राख्छु देखिसक्नु भयो तपाईहरुले 6 रुपियाँ थियो आयो अनि त्यसपछि अनि मैले पैसा अहिले चाहिँ ब्याङ्कमा हालिसकेको छु अनि के भन्छ यदि तपाईहरुलाई पनि पोपोमा जोइन हुन मन छ भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ कमेन्ट बक्समा कमेन्ट गर्न सक्नुहुन्छ सो बाइ बाइ